everybody, welcome back to my new video guysहरु मैले चाहिँ धेरै पछि भिडियो अपलोड गरे है लगभग भयो थियो होला 1-2 वर्ष मतलब समथिङ 1-2 वर्ष नै भयो होला साथीहरुसँग हुने बेलामा दशैंमा मजाले गरिन्थ्यो के रे अहिले अब धेरै पछि बल्ल मौका पाएको छु भिडियो अपलोड गर्न अब हेरौँ कस्तो बन्छ अब सकेसम्म राम्रो बनाऊ अनि खास चाहिँ म चाहिँ कहाँ हिँडेको भन्दा चाहिँ म गाउँ हिँडेर धेरै पछि म 1-2 महिना भयो होला अहिले चाहिँ म काम गर्छु नि त ड्युटी छ अनि छुट्टी खासै लगातार पाउँदैन है गाउँ पनि यहाँबाट टाढा पर्छ पोखराबाट त्यसैले भर्खर यहाँ सिकिन्थ्यो गाइजहरु एकदम यो हेम्जाको बाटोमा चाहिँ एकदम स्पिड लिमिट गर्नु रे है त अनि मलाई नि कागजपत्र कहाँ छ तपाईको भन्दै थियो रहेछ भन्ने मैले पनि उताबाट सिनियल स्पिड लिमिटको त्यो के भन्छ त त्यो चेक गरेर बसिरहेको रहेछ म त बिस्तारै आएको थिएँ म त बिस्तारै जति छिटो जति ढिलो किन आतुरी गर्नु गाइजहरु हैन निकै बाइक स्कुटरहरु राखिराखेको थिएँ के अरे है त्यो बिस्तारै चलाऊ बिस्तारै जाऊ है त एकदम म त फेरि सेफ्टी पूर्ण कि धुलो धुवाबाट फेरि गोरो मान्छे पर्यो होइन गोरो मान्छे पर्यो फेरि घामबाट डरला धुलोबाट सेकिएला भनेर छु सकेसम्म त गाइजो मेट्रोको बाटोमा त बिस्तारै जाऊ है अब सानो गल्तीले ठुलो इस्यु नल्याउ भनेर हो बिस्तारै बाइकको स्कुटरहरू बिस्तारै जाऊ अवश्य पुगिहालिन्छ ढिलो छ के को हतार है अब हेर्छ लगभग हेर्छ गर्न लागिसक्यो है बिस्तारै जाऊ के है बाटोमा के अब के देखिन्छ म हजुरहरूलाई देखाउने छु अनि अब धेरै सब्सक्राइबर त छैन मेरो 86 छ कि कति छ हाल्न मन लाउँछ कि भिडियोहरू टाइमै भएको थिएन अस्ति नै कुरो त्यस्तै अनि अहिले त अनि फेरि दिदीको मोबाइल पाएछु नि त अनि त्यतिको भएपछि त फेरि अलिकति जोस आउँछ भिडियोहरू बनाउन बनाइदिएको आज चाहिँ म एक्लै छु है फेरि एक्लै छु दिदीको छुट्टी मिलेन जाम नि भनेन म एक्कासी जान्छु भनेर दिदीलाई सोधेँ अनि जाँदा भने अनि हिँडेको गाउँतिर धेरै पछि छुट्टी पाउन के गाह्रो छ छुट्टी पाउन नि बिस्तारै जाउँ के अरे है लगभग यो हेम्जाको चिल्लो बाटो पनि अब सकि जस्तो लाउँछ है यहाँ हेम्जादेखि उता त घट्टे खोला भन्छ के अरे यतातिरलाई के भन्छ हेम्जाको उताको बाटो चाहिँ एकदम बाबा अब पहिला 1-2 वर्ष पछि त यो बाटो त राम्रो थियो लगभग म हेम्जा कटिसकेको छु गाइजहरु हेम्जाको यहाँसम्मको बाटो चाहिँ एकदमै राम्रो छ के अरे उताको बाटो छ खास म आज 12 बजे वहाँ पनि गरेर जान्छु भने अब 12-1 बजी 12:30 चाहिँ हिँड्ने हो बेलुका 3-4 बजीसम्म त पुगेला नि गाउँ बिस्तारै जाऊँ के अरे मम्मीलाई चाहिँ म बिहानै आउँछु भनेको थिएँ कि फेरि उता रुममा 5 बजी नै हुनुहुन्थ्यो आप्पा र बोजू अनि
उता अब उता अर्को पछि कान्छीपछि घरतिर जाऊँ भनेर गएर उता कान्छीपछि आएर कपडा प्याक गरेर हिँडेको धम्पुस स्वागत भन्छ कि भन्ने खोला। खासमा यो बाटो जान्न भनेको त के अरे बिन्दवासिनीको बाटो जान्छु भनेको त्यो बाटो आएपछि बिर्सेछ ठिकै छ यही बाटो जाँदा होइन। अहिले चाहिँ म ठ्याक्क नौडामा आइपुगेको छु। त्यो के अरे बिन्दवासिनीको बाटो आएको भए चाहिँ यो बाटो आइन्थ्यो ठ्याक्क यहाँ जोडिन्थ्यो अनि यो बाटो गइन्थ्यो है त। एकछिन बस्या जान्छु बिस्तारै फेरि भिडियो अपलोड गर्न लाएँ ल भयो होला। पुरानो भिडियोहरू हेर्दाखेरि 1-2 वर्ष अबको देखाएको थियो पुरानो। अब भयो भने 1-2 वर्ष पुरानो त्यसपछि बल्ल हामीले लाग्थ्यो बल्ल मौका भिडियो हाल्छ सबैको मोबाइल सोबाइल अब घर जाने मौका पनि सोच पनि आज धेरै पछि आयो भिडियो बनाउनु है त। अब चाहिँ म गाउँ जान लागेको। यहाँ यो भ्यू नहेर्नु त गाह्रै छ नि गाह्रै छ। यो चाहिँ भदौरे सल्यान जाने बाटो उक्लिने बाटो। निकैले भिडियो बनाए जस्तो देख्छु चाहिँ यहाँ चाहिँ है टिकटकहरू फर्स्ट हानिराखेको हुन्थ्यो। यो ठाउँमा आएर नमसित यहाँ चाहिँ मजा आउँछ कि त्यो चौर छ च्याप्पा ठ्याक्क। अब धेरै छैन कुसमा पुग्न पनि कति 1 घन्टा जति 1 घन्टामा त अब कुसमा पुगिहाल्यो नि। 1 घन्टा लाउँछ होला समथिङ। 1 घन्टामा कुसमा आधी घन्टामा गाउँ डुम्ले अहिले चाहिँ म नयाँ पुल आइसकेको छु। नयाँ पुल किन हिल्चाबाट अलिकति बाटो कटिसकेपछि हिल्चा बाटोमा अलिकति नराम्रो रहेछ। खाल्टो बाटो रहेछ यही बाटो। त्यो साह्रो पुरै त होइन बिचमा थोरै रहेछ। च्याप्पा यहाँ पर्वतको गेटमा पनि अब छिर्न लाइयो। साना पर्वतको गेट छिर्यो ल त पर्वतमा पनि छिर्यो भनौँ न। पर्वतको गेट देखिन पर्वत छिर्यो त होला।
ठाउँमा आएर मिठो ठाउँ के भन्छ नाम त थाहा छैन तर लानु सकिँदै च्याप्पा कता मौरीको घाट पनि थियो मौरीको घाटमा रहेछ भने म देखाउनेछु गाइजहरू पानी खस्छ त माथिबाट त गाह्रो त नस त मोयो घर हेरे गाइस मोरीको घर देख्यो के यो मोरीको घर एउटा पानी सुँगुर पनि आइपुग्यो कति सक्यो भनौँ अब त हाम्रो गाइजहरू हाम्रो आइपुग्यो बल खेलिन्थ्यो नि एक रनमा एकचोटि सेकेन्ड भएर गएको नवीन दाइको अहिले चाहिँ म ठ्याक्कै डोबिला गरेर अलिकति यता माथितिर यहीँ छु यहाँ आराम गरेको एकछिन यो मैले साह्रै टाउको दुखाएँ अन्त एकछिन रेस्ट गरेको अब धेरै छैन 15 मिनट 20 मिनटमा पुग्छ होला उसमा उतै गरेर मेटाउनु त गाइज को हाइवेमा छु है अब हेरेर जाउँ कति बेला पुगिन्छ घुम्थेँ म चाहिँ अहिले कुसमाको माथि हाम्रो अब गाउँ जाने उकालो चढ्दैछु गाइजहरू बस यो चाहिँ हाम्रो कुसमा हाम्रो दुर्लुङ्गाको बजार चाहिँ यही हो है अब एकछिन यहाँ रेस्ट गरेँ 5-10 मिनट अनि म जान्छु बिस्तारै माथितिर त हाम्रो सायमजीले बोलाइछ फेरि धेरै गाह्रो छ दुर्लुङ फेरि छिरेसित फेरि भिउै फेरि यहाँ अघि छ नि फेरि गाह्रो चाहिँ हाम्रो दुर्लुङ प्यारो गाउँ सन्दन गाउँ र उता माथि डाँडा त्योभन्दा माथिल्लो डाँडा आउँदैखेको होलाले है पुरानो पुग्न लाग्यो मेरो घर पनि त्यसमाबाट सिधै जाँदा चाहिँ त्यो सल्लेन हो कि फर्स्टमा हो कि मकैहरू रोपाइ चलिरहेको रहेछ यहाँ यसो फेरि हावै छुट्टै छ कि हावै छुट्टै छ कि आनन्द मिल्छ अरे यताको हावाले त यहाँको बाटो चाहिँ एकदमै खत्तमै रहेछ खत्तमै गाह्रो कहिले यो बाटो बन्ने यो बाटो चाहिँ छिटै बनाउनु पर्ने छ है यो सल्यानदेखि यता चाहिँ बाटो चाहिँ अलि नराम्रै नै रहेछ बाइकहरूलाई त ठिकै हो स्कुटरहरूलाई चाहिँ गाह्रै पर्छ सल्यानदेखि यताबाट चाहिँ बाटो चाहिँ एकदम नराम्रो रहेछ यता चाहिँ है सन्जोमा यो बाटो कहिले नसुध्रिने भयो सल्यानदेखि यता चाहिँ एउटा बाटो ठिक छैन यता पनि त्यस्तै होला त्यस्तो ठिक छैन म परेको स्कुल है गएछ यताको बाटो चाहिँ कहिले हो सुधार हुने हेर्नु पर्यो यताको बाटो चाहिँ कहिले सुधार नहुने भयो गाह्रो छ